हेलो सबैजनालाई वेलकम टु माई मिनी ब्लग। तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि म चाहिँ अहिले माइती घरमा छु, चितवनको घरमा। अनि म चाहिँ अहिले मेरो बुवा र आमाको लागि ढेँडो पकाउँदैछु। मेरो बुवा र आमालाई चाहिँ धेरै मनपर्छ ढेँडो। अनि म चाहिँ उहाँहरूको लागि, उहाँहरूको खुसीको लागि म चाहिँ यो ढेँडो बनाउँदैछु। अनि मलाई चाहिँ ढेँडो बनाउन त्यति साह्रो त आउँदैन, तर पनि प्रयास चाहिँ जारी छ। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ म बनाउँदैछु। मेरो चाहिँ घडी र बाला है तातो भएर यो आगोको रापले तातो हुँदो रहेछ, त्यो कुरो चाहिँ थाहा थिएन। अनि हात पनि तातो हुँदैछ। बेला बेलामा फेरि ढेँडो झार्दै पनि छु मैले मुनि। अनि त्यही हो, प्रयास जारी छ। त्यति साह्रो पर्फेक्ट त होइन नि त, तर पनि बनाउने चाहिँ छोडिँदैन है त साथीहरू। अनि यो चाहिँ मकैको पिठो र गहुँको पिठोलाई मिक्स गरेर मैले चाहिँ यो ढेँडो बनाउँदैछु। तपाईँले पनि ट्राई गर्नुभएको छैन भने यस्तो ट्राई गरेर खानु होला है त। तर मैले त खाँदिनँ, बुवा मम्मीले चाहिँ मिठो भयो भन्नुहुन्छ, अनि नरम पनि भयो भन्ने गर्नुहुन्छ। त्यसै कारणले गर्दा चाहिँ म बनाइदिने गर्छु है। अनि उहाँलाई मिठो लाग्छ नि त, त्यही भएर कारणले गर्दा। मेरो बुवाले चाहिँ जुन तरकारी पनि खानुहुन्छ। अनि हाम्रो घरमा चाहिँ बुवा मम्मी दादा हजुरआमाले खानुहुन्छ, म र भाउजू चाहिँ त्यति साह्रो खाँदिनँ। अनि त्यही भएर अरूको लागि पनि बनाइदिने गर्छु म चाहिँ। बनाउँदा बनाउँदा ढेँडो चाहिँ गिलो बनिसकेछ। अब मलाई बनाउन आएको कि पिठो थोरै भएको हो कमेन्ट गरिदिनु है त साथीहरू। अनि मैले चाहिँ जे जानेको छ त्यही गरेँ है त साथीहरू। अब ढेँडो पनि पाक्यो। अनि फाइनल रिजल्ट चाहिँ यस्तो रहेको छ। सो थ्याङ्क यू फर वाचिङ।